नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल अगेन। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको दिन भन्दा पनि आजको साँझ अब 4:30 भइसकेको छ। म चाहिँ यसो नर्सरीतिर जाम भनेर चाहिँ जान लागेको छु। अहिले चाहिँ बाबुलाई पनि रेडी गर्दैछु, बाबु पनि जान्छ किनभने घर बस्यो भने ट्याब मात्रै हेर्छ नि त, त्यही भएर चाहिँ यसो फ्रेस पनि हुन्छ भनेर लिएर जान लागेको छु। नर्सरी चाहिँ किन जान लागेको भने अब तिहारे फुलहरू पनि आएको छ, अब रोप्ने बेला भयो भनेर भन्दैछ के अरे, त्यही पनि हेर्छु। अब तिहार त 2 महिना त कति छ हौ, भदौ असोज कार्तिकमा हो, त्यही पनि मिल्छ कि नै देखाउँदा टिकटकभरि देखाएर छ अब रोप्ने बेला हो भनेर। अनि त्यसमाथि मेरो पटहरू पनि खाली भएको अस्ति देख्नुभयो होला के अरे, त्यसको लागि पनि फुलहरू लिन जानुपर्ने छ। अनि त्यतै जान्छु। नर्सरीमा कुन प्लान्ट आछ, के फुलहरू आछ अहिले देखाउँछु हजुरहरूलाई एकछिनमा। नर्सरी आइपुग्यो। नर्सरी ए यो त मेरो घर भएको प्लान्ट, तर यसलाई सिधा पारे कसरी हो नि थाहा भएन कि मलाई त। त्यो पनि लिनु मन लाग्छ, यो वाला पनि हेरौँ। तिहारे फुल पनि यतातिर कति धेरै आइसकेको रहेछ भ्यूको लागि। तिहारे फुल अहिले रोप्दा हुन्छ र यो तिहारे कि अलि पछि? हाम्रो त झम्म पर्दैन, ठिङ्ग सिधावाला हुन्छ। छिट्के मिट्के कलर भएको लिनु मन लाग्थ्यो कि सानो सानो। आऊ यो फुल भएकोलाई के भन्छ थाहा छ? यति धेरै फुल भएको ठाउँलाई नर्सरी भन्छ, नर्सरी। के भन्छ रे? आऊ यता हेर्न आऊ त, कति धेरै प्लान्टहरू छ। यी हामी यो रबर प्लान्ट, यसलाई रबर प्लान्ट भन्छ। एरिका प्लान्ट मलाई खासै त आउँदैन। बेगम्बल के भन्छ, यो कलरफुलमा रहेछ। हामी चाहिँ मणिग्रामको नर्सरीमा आइपुगेछौँ। यो प्लान्ट किन महँगो यति साह्रो निस्के? म त त्यहाँदेखि महँगो भयो। तर मलाई एउटा सिसाको पट लिनु थियो, त्यो चाहिँ मैले किचनमा राख्नको लागि हो। त्यही खोज्नलाई 160 पसल जान्छु म बुटुलको। यहीँनिर भेटौँला अहिले। के चाहियो बुझेन? लाबुबुमा रहेछ। तिम्रो अब आइडेन्टी कार्ड त यस्तै लैजानुपर्छ क्या, बिग्रेछ। यस्तै लगाउनुपर्छ क्या, हुन्छ? बिगाडेको र यहाँको यो लक गर्ने सिस्टम त हुन्छ। भन्छ स्कुलमा दिन्छ नि खुब। अनि मार्कर हो, हाइलाइट गर्ने मार्कर त होइन। यो त धेरै पढ्नेले मात्रै लेख्छ यस्तो त, थाहा छ? म त 2 क्लास भन्ने होइन नि, 2 क्लासमा पनि धेरै पढ्नेले राम्रोसित पढ्ने लैजान मिल्छ नि। किन लेख्ने होइन? म त त्यसको लागि आएकै होइन खासमा। हाडुसे म त्यसको लागि आएकै होइन। मैले हेर्ने त चिज त उहाँ छ। 160मा पनि पट पनि पाएन, त्यतिकै हिँड्यौँ हामी त। अनि बाबुले चाहिँ
पेन लिएछ पेन्सिलले लेख्ने मान्छेले पेन लिएछ अनि अब चाहिँ हामी बजारतिर लाग्छौँ अचारको सामान लिन छ अचार अलिअलि अर्डर आएको भएर त्यसको लागि सामान लिन हामी बजार जान्छौँ अब बजार जानुपर्ने छ है दाइ होटल आएर लाफिङ त खानु पर्यो लाफिङको क्रेभिङ भइरहेको यस्तो ज्यादा तर से मोटो भाटबाट के म धेरै गएको मात्रै भिडियो आजलाई म अब भाटभट्टी अलिक दिन जान्न भाटभट्टीले मलाई हेरेछ मैले भाटभट्टीलाई हेरेछु तर जान्न म नै आदेश कहाँ छ नि भनेको तिमीले नो मोर केएफसी तिमीलाई पनि धेरै भएछ धेरै अब लाफिङ खान्छु मैले बजारबाट पनि सामान किनिसकेँ लाई खाने अझै मगाउने हो मैले त तुर्छु नि आफ्नो त कस्तो यो सुक्खा मनपर्छ झोल मन पनि झोल पनि कति मिठो गरेर खान्छ म भिडियो देखिरहेको थिएँ यस्तो खानु मन लागेर अब आन्टीको हुनुहुन्न अरे दाजु त नेपाली बोलिदिनुहुन्छ पिरो भयो खाइयो पिरो भयो पिरो भन्छ त्यस्तरी खाएको ल जाम अब त्यो मामाको चाबी पक्राउ पानी पर्छ क्या पिरो भयो हाम्रो बहिनी गमला खोज्न गएछ सिसावाला छैन अहिले हजुर त्यसको यताको हात त 600 यताको हात त 350 छ त अहिले चर्के छैन भइरहेको मैले सिसाको खोजेको त खासमा कुन गमला चाहियो भने यो पनि यत्रो ठुल्ठुलो पनि हेर्नु प्लास्टिकको राम्रो है सबै राम्रो छ ह्याप्पिनेस आफ्टर बाइङ प्लान्ट्स के लिने हो ए नचाहिने लिने भन्दा अहिले होइन के भोलि नास्तालाई के स्कुलमा लिएर कहाँ त्यहाँ हालेको र अलो अङ्कलले मान्नुहुन्छ अहिले के लैजान्छौ उस लिएर जाऊ ब्रेड अन्डा लैजाने ब्रेड लैजाने भन्नु खोजेको त्यो लैजाने अरू ले हामीहरू घर आइसक्यौँ आउन यता तिमी पनि घर आइसक्यौँ के ल्यायौँ 160 मा म चाहिँ त्यो सिसाको के भन्छ फुल राख्ने किन्न गएको त्यो पाएन लाबुको पेन यो चाहिँ मेरो चार्जर हो जुन चाहिँ वारेन्टीमा परेको थियो तर 3 हप्तामा पाउँछ यो डेढ महिना लाग्यो स्काई ब्लू आइफोनको यो वारेन्टीमा परेको अनि आदेशले लियो यो डोनट नास्ताको के भन्छ अचारको लागि सामान लिएको सामान हो यो अचारको सामान अनि यो प्लान्टमा चाहिँ के ल्याएछु भन्दा चाहिँ मलाई खासै नाम त आउँदैन होला त्यही पनि देखाउँछु म यो लिए मैले एरिका प्लान्ट भन्छ क्या यो चाहिँ मेरो 3rd टाइम है
यसलाई बचाउने भन्दा भन्दै यो 3 चोटिको यो कस्तो हुन्छ हेरौँ। यो एउटा भयो अनि यो फेरि एनिमल इयर हो कि के भन्छ भन्दै हुनुहुन्थ्यो कि यो पनि इन्डोर प्लान्ट हो गरे। यो पनि मलाई राम्रो लागेर यो चाहिँ थिएन हाम्रोमा, त्यही भएर चाहिँ यो ल्याएँ एउटा। अनि अर्को यो ब्याम्बो प्लान्ट, यो चाहिँ पर पिस 50 रुपिस पर्यो। यो त यहाँ यस्तो भएछ 50 रुपिस पर्यो। यसलाई चाहिँ होइन मेरो मोबाइल लाग्यो। अनि यो चाहिँ पानीमा हाल्ने गरेँ, अनि 1 हप्ता जति पानीमा हालेपछि यहाँ जरा हुन्छ अरे, अनि माटोमा रोपे पनि भयो अरे, नभए पानीमै राखिराख्दा पनि भयो गरे। यो भयो। अनि त्यसपछि आयो यो प्लान्ट। मलाई यो प्लान्ट अस्ति नैदेखि लिन मन लाग्थ्यो। यो प्लान्ट हो, यो चाहिँ अलि महँगो पर्यो। यति हो। यो प्लान्टहरू चाहिँ सबै मैले आज बाहिर राख्छु, अनि एक दिन चाहिँ यो बाहिर खेल्न पर्छ अरे के, आउने बित्तिकै रोप्नुहुन्न अरे। त्यही पनि आज रोप्नेवाला छैन, राति भइसकेछ। त्यही भएर यो चाहिँ म भोलि रोप्छु, अनि यिनीहरूलाई चाहिँ सबैलाई म चाहिँ बाहिर राखिदिन्छु। अनि एउटा प्लान्ट चाहिँ मलाई रबर प्लान्ट पनि, त्यो पनि पहिला ल्याउँदा नि मरिसकेको थियो। अनि अब चाहिँ फेरि लिन मन लाग्छ, हेरौँ बचाउन सक्छु कि अहिले चाहिँ लिएन, अर्कोचोटि गर्छु, मैले लेख्छु। अब यो भिडियो यहीँ एन्ड गर्छु होला, नभए चाहिँ मैले भोलि यो प्लान्ट रोपेको चाहिँ भोलि पनि एड गर्न सक्छु। यसरी हाले सानो त भयो, त्यही पनि अब यसलाई चाहिँ हुन्छ यस्तरी यहीँ राखिदिन्छु। यो चाहिँ मैले आज प्लान्टिङ गर्छु। 3टा हो? यो त निकालिसक्यो। ए हुँदैन यो छेउमा राख्दैन उखालेर यसमा धेरै माथि माथि जरा त रहेछ त फेरि धेरै पानी भयो के हो यसको हो। यहाँ मलाई त्यो अङ्कल सिकाएको यो डल्लो देखिन्छ अरे, यो डल्लो चाहिँ माथि हुनु पर्यो अरे, माटो तल होइन गरे। सबैले बिगार्ने भनेको त्यही नै हो भन्दै थियो। यो चोटिको मेरो 3टा हो। यो डल्लोदेखि माथि हुनु पर्यो। एकदिन त माटो यो के प्लान्ट हो त्यो थाहा थिएन, तर इन्डोर प्लान्ट हो। तर हुन्छ होला नि, त्यति मेहनत अझै तल राख्नु चरा त तलैसम्म छ के अरे। यो पनि भयो। अझै एउटा पट लिन छ, दुईटी गर्नु पर्दैन, यति नै गर्नु क्या होइन। ए नै यो पनि रोपिदिरहेको पुरानो, यसो हुन्छ कि भनेर। जरा त रहेछ क्या, त्यही भएर यति मात्रै हाल्नु न भयो। कहाँ यहीँदेखि काट्दिउँ? गाँठाभन्दा तल 45 डिग्रीमा यतिमै अलिक माथि गाँठा त्यहाँबाट जरा निकाल्छु अलिक तल। भयो अब यो चाहिँ भित्रको मैले किचनमा राख्नको लागि के
यो मोन्स्टेरा प्लान्टलाई चाहिँ एकछिन घाम खान निकालेको तर अब त्यसलाई लैजान्छु फेरि आफ्नो कलर देखाउँछ घामको हाम्रो चाहिँ यहाँ पुस पास हुँदैछ थोरै भएको छ मैले चाहिँ झाडु लाउनु हामीले रोपेको प्लान्ट एकछिन चाहिँ बाहिर राखिदिने त्यस्तो घाम डाइरेक्ट नपर्ने ठाउँमा अरू चाहिँ यता छ बाबाको काम पनि यता सुरु हुँदैछ पुसपास काम राम्रोसँग भइदियो भने अनि यो जान्छ भित्र मैले अघि काटेको प्लान्ट पनि यहाँ राखेँ यो चाहिँ फेक प्लान्ट हो यो चाहिँ बेम्बु प्लान्ट हो पानीमा राख्नुपर्ने चाहिँ यस्तरी छ यस्तो छ अहिलेलाई मनी प्लान्ट चाहिँ राखेको छैन मनी प्लान्ट चाहिँ माथि छ माटोमा छ के त्यो चाहिँ काट्नुपर्ने छ हाँगा निकाल्यो भने अनि त्यसपछि मैले राख्छु यति नै हो आजको प्लान्टिङको मेरो काम